संसारमा छोइदेऊ है मात्रै होइन नि तिमीले सबै गर्न बुवामा त्यो नानीले पनि छुने मान्छे यहाँ पानी समाउन मिल्दैन कि आमा बाउहरूको तपाईँहरू पैसा नराख्नुहोस् दिदी बहिनीहरू पैसा नराख्दा हुन्छ यहाँ तपाईँहरूले जे गर्नुभयो बासीलाई गरिसक्नुभयो तपाईँहरू आफूले राखेका नराखिदिनु उसले राख्न पाउँछ होइन दाजुको चाहिँ तपाईँ अब आज पनि गर्नुभयो भने दियो बाल्नु अब आचमन गर्ने अघि गरिसकेको हामी त गरिसकेको खै त कर्म पात्रमा पानी छ कुश छ कति राख्यो ड्रोनको सर्ट पनि ल्याएको कुर्ता कुर्ता चाहिँ एकैवटा भेटौँ न सबैले कुर्ता भेटेर चाहिँ हातमा चिसो भयो पहिले पहिले प्रायश्चित त त्यो होला वैभवचार मन्दिर अस्तार्य सतिमे सति बजा बजारे कलियुगे कलियुगे चतुर्थे भार्गवते भार्ग खर्ने जन्म दिते आर्य विचार बागमती पश्चादि पूर्वे भाइठी गंगाया उत्तरे ब्रह्मचारी पश्चिमे नेपाल पश्चादि पूर्वे 12 श्यामत्र विभागे अरुण दूध कौशिको और मध्य है पवित्र पूर्ण भूमि भरपूर जिला अंतर्गत पौवा नाम ग्रामे कटका अन्य दिव्य आकाशंते असीम वर्तमान काले के नाम संवत्सरे सृष्टि उत्तरायण गते मासाना उत्तरायण चौदा कामराज चैतमासी त्रयोदश्यायां गुरु अन्यते परिपूर्ण पुण्य सिद्धो अध्यय परिपूर्ण पुण्य अध्यय परमीन राशि के शेषु वृक्षराशि दिन गुरु अन्येषु ग्रहेषु अवशिष्ट स्थान शीतेषु सुचौ अध्यय प्राणाम सपत्नी सपुत्र स भगिनी अखिल परिवार अजितानां सबैको नाम ओम मम अस्माकं मातु घंटा कुमारी नाम देव्यायाः यम मनुष्यलीला समाप्ति परलोक मार्ग गते सती और देख 10 गात्रादि क्रिया कर्म भरपूर एकादशी षोडशी श्राद्ध कोमदान घटदान दशाभ्यंतरी षोडशाध्यायी ब्राह्मण द्वारा या षोडशाध्यायी गौड़ पुराण श्रवण कर्म कर्म पंचाशुद्धार्थम द्वादश दिने प्रेत घटदान कर्म पंचाशुद्धार्थम तथा द्वादश दिने
यमलोकव्रत बनी सुखेन गमनार्थम एक पददान कर्म परिचासांगतासिद्ध्यर्थम गौर श्रवण तत् फल प्राप्ति काम दानादि कर्म परिचासांगतासिद्ध्यर्थम श्री परमेश्वर प्रीत्यर्थम तथा च मुमुक्षु कामनार्थम मोक्ष धेनु संग गोदान दान कर्म परिचासांगतासिद्ध्यर्थम तत् पुरस्कृतार्थम अस्माकं मातुः शीतोष्ण बाट दुःख अनेक यमलोक व्रत भनी अनेक दुःख भय निवृत्ति कामनार्थम श्री लक्ष्मी नारायण पूजन पूर्वक यथाशक्ति स्वपस्वर स्वयादान कर्मां प्रतिज्ञां च वयं करिष्यामः। ओम इष्ट देवताभ्यो नमः। अब फूल नमस्कार ओम इष्ट देवताभ्यो नमः, कुल देवताभ्यो नमः, स्थान देवताभ्यो नमः, वास्तु देवताभ्यो नमः, बाणी हिरण्यगर्भाभ्यो नमः, सती पुरन्दराभ्यो नमः, पितृमातृ च कमलेभ्यो नमः, रामेश्वराभ्यो नमः, सर्वेभ्यो देवेभ्यो नमः, सर्वाभिग्रामादि देवी देवताभ्यो नमः, लक्ष्मी नारायणाभ्यां नमः, उमामहेश्वराभ्यां नमः, सुमुखस्तगित स कपिलो गजगणक लम्बोदर्श विकटो विघ्ननाशो गणाधिप धूम्रकेतु गणाध्यक्षो भाषण वासेता नामानि अपटे चूर्यादि विद्यारम्भे विवाहे च प्रवेशे निर्गमे तदा संग्रामे संकटे चैव विघ्नस्तस्य न जायते अभिसिद्ध्या सिद्ध्यार्थं पूजितो सुरासुरे सर्वविघ्नहर्तास्मै गणाधिपतये नमः। तेती गणेश प्रार्थना श्रीमद्मा गणाधिपतये नमः। अब दियाको पूजा गर्ने दियाको पूजा कर्म साथीले दीप नारायणाय नमः। आवाहनं आसनं प्राजलम अर्घ्यं आचमनं एकजना त ध्यानले गरौँ न भाइ यसो फुल चढाइदिनु न पर्यो फुल लिएर नमस्कार फुल लिएर नमस्कार है अब पूजा साधन लिएर यो कलश अब यो कलशमा पूजा गर्ने यो कलश फुल सकियो यहाँ त एकजना दुईजना आएर गरौँ न कुमारले तपाईँहरू गर्नु कुमारले देवी गायत्री कुमारले देवी होइन मैले छोइरहेको अब अर्को कुमारले देवी सहित सावित्री माता हामीले यत्रो 10-12 दिन गऱ्यौँ अब बुढीहरू भाउजूहरू गरौँ होइन 10-12 दिन गरिसकेपछि आफूले पनि गर्नु पर्यो होइन अब कतिजना रिसाएका होला 10-12 दिनसम्म जोरु मात्रै गर्छ अब देवी सहित कुमारले देवी सहित सरस्वती माता अब हामीले गरेर गरिहाल्छौँ सबैले मिलिजुली गर्न लागि जोडिएको महालक्ष्मी अब पुस लिएर उतो तिल भए ठाउँमा प्रतिमामा छोइदिनु पुस्नु हरि ओममा पुस लिएर छोइदिनु सहस्रतीर्था पुरुषा सहस्राक्षः सहस्रता पशु चक्रे वायव्या नारायण्या ग्रामस्य तस्मा आदायन्त देकेतो भयादद गाभो जनेरे तस्मा जाता आदाबल तन्जनं बलिक पुरुषं दातमगतः तेन दैवा आयन्त साध्यारे सयष्टये यत् पुरुषं यजुकपिता विकल्पेन मुख
चंद्रमा